हेलो गुड मर्निङ म त भर्खर उठेको होइन गाइज अनि आज चाहिँ हाम्रो भ्लग सुरु हुन्छ यहाँदेखि अब म फ्रेस हुन्छु घाम नै टल्केछ आँखामै होइन म कुन धोएन ब्रस गरेँ होइन अब म फ्रेस भएर अनि आजको भ्लग सुरु गर्छु है अझै पनि आइसकेको छ बिहान बिहान उठाउनुलाई हाम्रो काम छ है गाइज हामी जाँदैछौँ हाम्रो गाउँ हो त्यहाँ मान्छे सबभित्र चाहिँ बस्छ मलाई कोही नि मौसम आइसकेको छौँ भने आज हाम्रो भ्लग सुरु हुन्छ है फेरि यहाँ एकदमै रहेछ अब पिङ्गानभन्दा अगाडि यसो खाजा खानु पनि थियो खाना छैन होइन त्यही भएर हाम्रो आम्बाराङको दोकानमा आएको छौँ हामीहरू हाम्रो पिङ्गान ठाउँ चाहिँ उता हो है भन्दा के छ तपाईँको एकदम यार ए सेरेङ्गल लाउनु भएको रहेछ सेरेङ्गल जिग्री पनि त्यहाँ टुटी भएर बसेछ आम्मा हुन्छ यो बाँस चाहिँ यहाँ चाडा यता चाडा छ यो पहिला लिएको बाँस सानो भएर पछि हामीले ठुलो बाँस लिएर आएको हो अब माथि जाउँ एकचोटि सबैले उठाएर ल्याउनुपर्छ त्यो बाँस चाहिँ छ अहिले हामी उठाउँदैछौँ अनि हाम्रो राउन्ड हो त्यो होइन के हुँदैछ गाई दसैँ कतिको लाग्दैछ तपाईँहरूलाई होइन रमाइलो भइरह होला नि त्यतातिर पनि यहाँ हाम्रो स्याउली बजार हो स्याउली बजार जाँदैछौँ दुईजना केटाहरू चाहिँ भेटाएको होइन अझै अब उठाउनु बाँकी छ 2, 3, 5 जना जति भइसकेको छ होइन अनि हामी अझै उठाउने जानेछौँ किनभने सब दसैँको लगाएर चाहिँ अब सुतिरहेको होला होइन अब राति अब तास खेल्यो होला के गर्यो होला खानासाना खायो होला होइन खाजा चाहिँ खायो होला त्यही भएर अब हामी तलतिर जानेछौँ होइन त्यही हो भाउजूले हेरिरह भन्दा पूजा गर्ने मान्छे भन् न खोइ त भनेको ल अब भन्छ ढोक न हो ल उतापट्टि नि आऊ ए फुल दुईटा अर्को हाल्नुपर्छ भयो ढोक दुईटा उ राख दुईटा त्यहाँ राख यहाँ ल फेरि भन्न राम्रोसँग हाम्रो कसैलाई केही नहोस् पिङ खेल्ने मान्छेहरूलाई चाहिँ चोटपटक नलागोस् अनि हाम्रो चाहिँ पूजा गर्ने कार्यक्रम सकिसक्यो र तिमीलाई प्रसादी सबैले के गरिदियो एउटा ल दुईटा आइज ओ आइज मूर्ति हो कि मा के होइन जनावर हो क्या हो ल अब चाहिँ होइन ल हेर्नु गाइस हामीहरूको चाहिँ अब यहाँ हाल्ने बेला भइसकेको छ है यसपालि चाहिँ हामी अलिकति ढिलो भयो किनभने हिजो चाहिँ हामीहरूले बाँस धेरै डाँडाबाट लिएर आएको हो सानो छ भन्दा बाँस उडेन कति लामो देख्छ यो किन लिएर आएको बाँस पो हो त पट्टि पर्छ र पर्दैन होला नि ल जय श्री राम जेनी जाऊ ल उतापट्टि जाऊ ल एकछिन अहिले पिङ बनाएपछि दादाले बोलाउँछु ल अहिले 10:30 बजीतिर भात सात खाएर आऊ ल पिङ खेल्न फर्स्ट टाइममै खेल्न पाउँछु नि फेरि तपाईँ रोडमा तान्नु एकछिन चढ जाऊ उज्जल चलाउने के उज्जल अहिले त लास्टै मचाउनु गयो ल आपा भाइ रेडी हुँदैछ यतापट्टिको माथि खेलाडी नम्बर 1 हो नि पनि फेरि पहिला तिमी ल
गर्नुपर्छ ओइ सुकिलो गयो यताबाट घुम्यो हुन्थ्यो नि त घुम्नु सकेन के गर्ने उड्रिने हो भुइँमा घुमिया टेक्निक खोज छैन चलाइदे आफै उल्टो चढ्यो कि यहाँ मङ्ग्री भयो नदेखि बेच्छ त है दाइ छ ए यसरी देखिन्छ अब भाइ थाक्यो भने ओर्लिने भयो ल कति कालो कालो मान्छे छ हाम्रो घरमा है ए हो त रहेछ झन् कालो देख्यो भने टल्क्यो भने कालो ओइ त्यहाँ एकछिन मजा नगर यहाँ यसै गरी हाम्रो आपा भाइ र बिजनेस भाइ यसो यहाँ देख्न सक्नुहुन्छ है उनीहरू चाहिँ लास्ट धेरै दुःख गर्थ्यो हरेक साल खोल्ने बेला पनि यिनीहरू हो बान्ने बेला यिनीहरू हो होइन पोहोर साल पनि यिनीहरूले गरेको त्योभन्दा अगाडि साल पनि यिनीहरूले गरे हो त्यही भएर मलाई मनपर्छ कि यिनीहरूको काम चाहिँ डबल हानेको हुन्थ्यो नि त आपा भाइ यता चिसो बार्दो रहेछ है भिडियोमा देखाउने हो तिमीलाई नि देखेन अन्त अर्को आउँछ उनीहरू दुईजनालाई हुन्छ है ल भयो फाइनली गाइस हाम्रो पिङ बल ठिक हुन्छ क्या तान लैजा ऊ भागेको तान्नु तले तान लैजा नानीका तान लैजा हो तान लैजा तान लैजा नानीका देखा त नानीका खतरा नानीका लिएर जाऊ नानीका त गुड मान्छे रहेछ लैजाऊ हुन्छ यसै गरी यहाँहरू कुरा चाहिँ गरिरहेको छ भाइहरू होइन अनि आपा भाइ र त्यो दिनेश चाहिँ माथि अघिदेखि घाममा साँच्चै 40 डिग्रीको घाममा 40 भन्दा 45 कि 46 डिग्री घाममा काम गर्दैछ भान्जा भान्दैन पियुष आयुष के रे आरुष यता आयु भान्जा हो खालि हाई त है टिकटक भाइरल त्यहाँदेखि दुईजनाले धेरै मेहनत गरेको छ होइन उनीहरू चाहिँ अब हेर्न सक्नुहुन्छ गाइस हामी त कालो भइसक्यो होइन कस्तो देखिरहेको छ म त कालो भइसकेको छु हिला भाइ जस्तो चाइना जस्तो भएछ म पनि कालो टाइपको त्यस्तो गाह्रो के गर्ने पिङ त बनाउनु पर्यो देख्न सक्नुहुन्छ भाइहरूलाई मेहनत गरिरहेको छ ड्याममा हान्नु होइन किन हानेको भने त्यसले पखाइ नआएको छ भन न नाम भन्थ्यो अब घरमा कतिजना छ स्याङ्बो होइन त लामा किन भने त किन झुकेको त कुन देशको मम्मीको नाम भन् पहिला मम्मीको नाम भन् स्प्लिङ भन् टुटी भयो त माया के पर्छ है माया बिहान स्याङ्बो हो त रहेछ ल कस्तो डर ल के भयो क्या यो हाल्नु यो पुस एरिया त
त्यसै गरी रामनको सबभन्दा नराम्रो बच्चाहरू एउटै नराम्रो खेनाहरू मिङ्गो जम्मा खजे है कोही राम्रो छ नि यहाँ तिम्रो अगाडि कहाँ पूजा गर्ने टाइममा चाहिँ कोही नआएर पूजा कोही राम्रो छैन यिनीहरू कोही राम्रो छैन तँ राम्रो भान्जी राम्रो छ त्यो भान्जी आमा ल ओइ साइबा इन्डियन साइबा नदेखेको मैले हामीहरू चाहिँ अब ल फाइनल्ली है अब यो के आयो माछालाई हाम्रो चाहिँ पिङ सिङ हालिसकेको छ पिङले डोरी सोरी हाल्यो अब त्यहाँ डोरी सोरी हालिसकेको छ है अनि के भन्ने म चाहिँ के भन्न चाहन्छु भने भन तिमी कल मिलाइसक्यो मैले देखिसक्यो कल सकिसक्यो सबैजना पिङ खेलाउनु होला रामन दशैँमा वाउ अब दशैँ पनि आउँदैछ टिका दिनु है टिकाको दिनमा अब रमाइलो गर्नुपर्छ हामी ल गाइस सबैजना आउनु होला रामन टाढी रामन 10 बिघामा पिङ राम्रो बनाएको छ यसपालि एकदम मिठो खेल्न नि मजा आउँछ यो पिङमा साँच्चै भनेको बनाउँदैछौँ हामीहरू लगभग सकिन आइसक्यो 90% काम भइसकेको छ भने 10% काम बाँकी छ त्यो पनि हुन्छ केही समय त्यसपछि हामीहरू जानुपर्छ यो चाहिँ भाग है यो चाहिँ कस्तो छ नि कति फेल भयो भाइ चार कक्षामा दुईचोटि फेल भएको कसरी फेल भएको भन्दाखेरि म भन्छ होइन यिनीहरू चाहिँ कस्तो गर्ने छ भने जङ्गलको बाटो जाने रहेछ नरबस्तीमा पर्छ होइन अनि त्यसपछि टाइम ढिलो क्या त ढिलो ठिकै ढिलो टाइम जाने रहेछ अनि हावा खोलेर त्यसपछि चाहिँ घुमेर अनि आउँदो रहेछ टक्कमा हुन्छ नि टक्क 10:30 बजीतिर 11 बजीतिर आउँदैछ घर अनि ढिलो भयो भनेर यिनीहरू कहाँ गयो त्योमा भाग्यो तर देखाउँछु तपाईँहरूलाई अहिले म चौतो किन्न पठाइरहेछ क्या गाइस हाम्रो पैसा चाहिँ यति मात्र बच्यो होइन सब युज भइसक्यो यताउति गरेर हामीले खाजा पनि खाएका छौँ किनभने काम पनि गरेका छौँ हल्ला खाजा पनि खाएका छौँ ल त कति हेरेर चाहिँ त्यतिखेर नै आउँछ मेरो भिडियोमा अनि फाइनली हाम्रो चाहिँ सकिनै आँटिसक्यो लगभग 5% मात्र काम हिजो अलिक भएन त्यही भएर आज बनाएको छौँ अनि हामी काजा अब यो रेडी बनाएपछि काजा खान्छौँ अनि त्यसपछि हामीहरू भिडियोलाई चाहिँ भनौँ त्यतिमा अन्त्य गर्दैछौँ होइन दिनभरिको आज कस्तो हाम्रो खाजा आइसकेको छौँ है के लिएर आएछ हेरौँ त चौचौ लिएर आएको भोक त लाग्छ लागेको छ तिमीहरू कहाँ किनभने दिएन चौचौ यो दिनेश र आपालाई छुटेर 10 तिमीहरू चाहिँ किनभने तिमीहरू अलि जम्बु लिएर आएछ लु आमा जम्बु लिएर आएछ लगाएछ हामी त हल्का खाना खानेछौँ खाना दिने बेला त आज पिङ बनेको खुसीमा हामीले है चिसो खाँदैछौँ है त के लजाको स्कुलमा 4 कक्षा फेल भएको मान्छे आएर फर्स्ट खेल्नु पर्छ ल फर्स्टचोटि पिङ खेल्नु पर्छ नि फेरि पूजा गरेर लगाइ हामीले चाहिँ खाँदैछौँ है चिसो त्यो माथि केटाहरू छ कसो पनि भाइ गर्नु रे कम्प्लिट भएन दाइ ब्रेकअप भएको दिनेश अहिले मनबाट चाहन्छ तिमीलाई तर तिमीलाई बाले कति किन भएको मायाको लागि कपाल स्टोर गरेको कति गएको उसलाई धेरै माया गर्दैन रे दिनेशले हो केले माया गर्दैन दिनेश हामी ढुङ्गा लोड गर्न गएको मुजी जेस लदानी भाटा न मुजी कमो किनेछ दाइ 6,500 को बेगी लेमन दामी अंकल मेरो जुत्तै छ भन्दिनु वाह कमो किने के आफैले कमो हैनको अंकलको छ ल है हाम्रो लास्ट अब दुईजना उ र उ भाइ चाहिँ माथि चढेको थियो अघि मैले भनिसकेको छ होइन उनीहरू दुईजना एकदम मिहिनेत गरेको हात देवन भाइ हात डबल काटेर आमा यस्तो धेरै वाउ डबल ल है सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु म अनि त्यसपछि यहाँ चाहिँ अब
पूजासुजा हुन्छ पूजासुजा भएपछि पहिला एकजना 10-12 वर्ष भनौँ न अब अलिक नभएको मान्छे बहिनीलाई चाहिँ छोडाउने हो हामी सबैजना यसरी बस्नु ल पिङको छेउमा टक्क लगाएर नि वाउ फोटो हाल्नु पर्यो नि ल गाइज हाम्रो पिङ बनिसकेको छ अब हामी पूजा गर्नुतर्फ लाग्दैछौँ अनि यो पिङको खाएको कस्तो ठुगायो धेरै आयो लाइटो ले पिङ खेलेर चाहिँ कसैलाई चोटपटक नलागोस् हामी सबैलाई राम्रो होस् होइन कोही पनि नधरोस् भन्ने टाइपको है हुन्छ मनमा नै भन्ने ल राम्रोसँग खेल्न पाऊ भनेर है नुरा नपुग्ला यसो हात यस्तो गर है नपुगे कसैले नि हातले हल्ला निभा हातले हल्ला निभा हो त्यसरी निभा न अलि पावरले गर पुनः गर कसैले नि सबैले ल पूजा गर भन्ने हो भने के हो पिङले कसै तोड्न लाग्छ मन ढोक पहिला लक्ष्मी हाल्नुपर्छ हाल सबै हाल पुरै हाल्दै अनि ढोक सेजल हुन्छ के हुँदैन हुन्छ ढोक हो एलिजा ढोक बहिनी एल्लो बहिनी सेजल बहिनी महँगो भइरह केही छैन बस सबैजना बस सब बस ल यो बहिनीलाई अगाडि राख सबैजना पढ बस बस सबैजना बस सब बस लगाए फोटो खिच्न जाँदैछ है ओइ आइज बस्नलाई यहाँ फोटो खिच्न ओइ जान खाली होस् जतिमा केटी बस केटी अगाडि जा जान जा बस आउनु खोज्नु बस ओइ बस यहाँ ल मिठी खा त यहाँ खाएपछि उठेर बस्नुपर्छ नि यहाँ ल बस ल सबैजना सबै ह्याप्पी दसैँ भन्छ सबैले 1 2 3 बसेमा फोटो खिच्छ होइन सबैको अब आज पूजा सम्पन्न भइसकेको छ अनि यति भन्दै आज धेरै कति बज्यो टाइम पनि धेरै भइसकेको छ होइन अब पूजा पनि सकिसक्यो अब पिङ पनि बनिसक्यो यति भन्दै म नियन तामाङ भिडियो यहीँ स्थगित गर्छु किनभने लास्ट अब दुइटा राति छुट्टी पनि छैन होइन अनि अब जान्छु नुहाउनलाई यति भन्दै आजको भिडियोहरू सब सकिसकेको छ ल गाइज कस्तो लाग्यो भिडियोहरू मन पर्यो भने लाइक कमेन्ट गर्नु होला बाई